दर्शकवृन्द, यति बेला हामी सल्यान जिल्लाका भेरी नदीमा छौँ। भेरी माथि छु। माइत घरमा आएकी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 1 पुष्पा सिंह यहाँबाट हाम फालेर बेपत्ता भएको खबरपछि हामी यति बेला यहाँ घटनास्थलको जानकारी दिन यति बेला यो भेरी पुलमा छौँ। देख्न सक्नुहुन्छ तलपट्टि नेपाल प्रहरी र सशस्त्र प्रहरीको तालिम प्राप्त टोलीले यो फेरीको खोजमा हाल्नुभयो भन्छन्, कोहीले चाहिँ बस्नुभयो भन्छन्। अब त्यो त्यति राम्रोसँग खुलेकै छैन। अब अहिलेसम्म उहाँको लास पनि भेटेकै छैन। अहिलेको एकछिनको लागि मात्रै सोच्नुभयो, पछि भोलिको दिनको कुरा सोच्नु भएन। अब एकछिन जे होला होला भनेर उहाँले त्यसरी गर्नुभयो। यदि भोलिको दिनमा अब मैले यो गर्दा के हुन्छ भन्ने कुरा नसोचेर श्रीमान श्रीमती मात्रै आथे भन्ने कुरा सुन्यो। अब यहाँनिर यो बीचको भेरी नदीको यो बीचको पिल्लर छ नि, हजुर, त्यो पिल्लरमा यहाँनिर इम्या थियो। अब यहाँबाट यही ठाउँबाट खस्याउन् भन्ने कुरा चाहिँ सुन्यो। त्यो कारणले खस्नुभयो, कसरी खस्नुभयो भन्ने कुराहरू चाहिँ अब खोज्दाखेरि अब भेटिन्छ कि भनेर त्यो आसमा चाहिँ जानुभयो। उहाँले खोज्न जाँदाखेरि उहाँको टाउकोमा चोट लागेछ। बचाउन गएको मान्छे तल त्यो बिचको झोन छ नि, त्यहाँनिर त्यहाँ डुब्दाखेरि तपाईँको चाहिँ यहाँ डुब्दाखेरि अब डुब्दा डुब्दा अब तल गयो होला नि। तलबाट तल जाँदाखेरि यता काट्नुपर्ने हो तिनले, होइन, उतै पालतिर लाग्छु भन्दाखेरि अनि पालतिर लाग्न नसकेर लग्यो सिधै।